अचेल तिनै यादहरूले सताइरहन्छ। वाह 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 तिम्रा तिनै यादहरूले सताइरहन्छ। तिनमा लुकेर बसेका तिनै बातहरूले सताइरहन्छ। वाह 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 तिम्रा तिनै यादहरूले सताइरहन्छ। भुल्न पनि नखोजेको कहाँ भुल्न पनि नखोजेको तिमीलाई वाह 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 जिन्दगी कल्पना गर्नु कसरी गर्नु अझै उसै गरी वाह 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 लिएर बसेका तिमी बात सताउँछ घण्टौं समयसँग हिँडेका तिनी साथहरू वाह 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 एकदमै सुन्दर गजलको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। अझ अर्को मुक्तक वाचन गरिदिनु हुनुको लागि म अनुरोध गर्न चाहन्छु। ओके बिर्सन खोज्दा याद गाढा भएर आउँछ। वाह 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 बिर्सन खोज्दा याद गाढा भएर आउँछ। निर्मोहीको त्यही बात गाढा भएर आउँछ। बिर्सन खोज्दा याद गाढा भएर आउँछ। निर्मोहीको त्यही बात गाढा भएर आउँछ। वर्षौं बितिसक्दा समेत अझै उस्तै गरी वर्षौं बितिसक्दा समेत अझै उस्तै गरी बैगुनीको त्यही साथ गाढा वाह 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 ओके अझ अर्को मुक्तक वाचन गरिदिनु हुनको लागि अनुरोध गरेँ मैले। एकदमै अर्को मुक्तक सुसन भाइले चाहिँ भनिदिनु भनेर अघिदेखि भनिराख्नु भएको छ होइन। सुसन भाइको चाहिँ जीवनमा मेल खाने मुक्तक मैले वाचन गर्न चाहन्छु होइन। उहाँले भन्दै हुनुहुन्थ्यो मोटी होइन मलाई छोटी चाहिन्छ। अघिबाट भन्दै हुनुहुन्थ्यो होइन। म चाहिँ सिङ्गारी कवि हो, म तपाईँलाई भनिदिन्छु है। मोटी होइन मलाई छोटी चाहिन्छ, धेरै होइन केवल एकचोटि चाहिन्छ। बिहे त मेरो मङ्सिरमै हुन्छ दाइ, केटी चाहिँ हल्का चक्लेटी चाहिन्छ। ओके अघि मलाई भन्दै हुनुहुन्थ्यो बाटोमा आउँदा आउँदै म तपाईँहरूलाई चाहिँ मनोरञ्जन दिनको लागि यो मुक्तक वाचन गरेँ। यस्ता मुक्तकहरू सुन्न चाहनुहुन्छ भने